नमस्ते साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज म हजुरहरूसँग हाम्रो यो निर्वाचनको छ नि मतदाता नामावलीमा हाम्रो नाम आयो कि आएन, अथवा पहिला नै यहाँहरूले रेजिस्ट्रेसन गरिसक्नु भएको छ भनेदेखि पहिला पनि निर्वाचनमा सहभागी भइसक्नु भएको छ भने चाहिँ यहाँहरूको नाम कसरी सर्च गर्ने भन्ने देखाउँछु। सानो भिडियो सेयर गर्छु। मैले पनि योभन्दा अगाडि चाहिँ निर्वाचनमा सहभागी नै भएको थिइनँ के, सुन्दा पनि यहाँहरू सबैलाई अचम्म लाग्न सक्छ, भएको थिइनँ। यसपालि चाहिँ मैले फर्स्ट टाइम रेजिस्ट्रेसन गरेको छु। आफैले मैले अनलाइनबाट भरेको थिएँ। त्यसपछि भरेर अब त्यसको कार्तिकमा भरेपछि मङ्सिर पुसतिर चाहिँ बल्ल 2 महिनापछि आउँछ भनेको भनेको थिएँ नि त वेबसाइटमा। अनि आज चाहिँ चेक गर्छु आयो कि आएन मेरो भनेर। त्यो कुरा चाहिँ म यहाँहरूलाई पनि सेयर गर्छु है, कसरी हेर्ने कसरी चेक गर्ने भनेर सबै सेयर गर्छु। अनि अन्त्यमा चाहिँ हजुरहरूले प्रतिक्रिया गरिदिनु होला नि कस्तो भयो। मैले गुगल क्रोमबाट इलेक्सन कमिसनको पेज खोल्छु होइन। यहाँ गएर www.electioncommission भनेर राखेपछि यो इलेक्सन कमिसनको पेज देखाउँछ होइन, इलेक्सन कमिसन नेपाल भनेर। अनि अब हामीले यसमा क्लिक गरेपछि यो हामीले 3वटा अप्सन देख्न सक्छौँ हामीले यो इन्टरफेसमा। त्यसमध्ये हामीले यो तलको मतदाता नामावलीमा आफ्नो नाम खोज्नुहोस् भन्नेमा क्लिक गर्नुपर्छ होइन। त्यहाँ क्लिक गरिसकेपछि चाहिँ यो हाम्रो प्रदेश अनि जिल्ला, गाउँपालिका, नगरपालिका के हो त्यो, अनि त्यसपछि आफ्नो वडा अनि मतदान केन्द्र चाहिँ हामीले राख्नुपर्छ। मतदान केन्द्र चाहिँ फर्म भर्ने बेलामा हामीले जुन राखेका हुन्छौँ त्यही मतदान केन्द्र यहाँ राख्नुपर्छ क्या। अनि त्यो राखिसकेपछि यो ग्रिन कलरको सबमिट भन्ने बटन देखाइरहेछ नि, हामीले लास्टमा चाहिँ त्यसमा सबमिट भनेर क्लिक गरिदिनुपर्छ अनि त्यो सबमिट हुन्छ। त्यसरी मैले सबै कुरा एउटा गरेर सबै कुरा भर्दैछु कि। भरिसकेपछि यो अब यो पेज खोल्यो, यो मतदाता नामावली, अन्तिम मतदाता नामावली भन्ने यो पेज खोल्यो होइन। अब यसमा हामीले सबै नामहरू देख्न सक्छौँ कि। त्यसमध्ये अब आफ्नो अल्फाबेट के छ है, हाम्रो नामको अक्षर के छ त्यसबाट हामीले खोज्न सक्छौँ। जस्तो मेरो नाम रिता छ भनेदेखि मैले रबाट खोज्न सक्छु, हजुरको जे छ त्यसबाट खोज्न सक्नुहुन्छ। अनि त्यसपछि यो खोज्नको लागि चाहिँ यो सर्च बार छ नि यहाँनिर, सर्च बारमा गएर आफ्नो नाम टाइप गर्न पनि मिल्छ क्या, त्यो झन् सजिलो हुन्छ त्यसो गर्दाखेरि। यहाँ मैले आफ्नो रिता कुमारी भनेर राख्छु। रिता कुमारी भनेर राखेपछि अब मेरो नामसँग मिल्दोजुल्दो अरू रिता कुमारी भनेर अरूहरू पनि देखिन्छ यहाँनिर। अनि त्यसमध्ये हामीले अब आफ्नो नाम चिनेर आफ्नो डिटेलहरू हेरेर अनि त्यहाँ गएर यहाँनिर यो ब्लू कलरको मतदाता विवरणमा हामीले क्लिक गर्नुपर्छ होइन। यहाँ क्लिक गरेपछि यो इन्टरफेस खुल्छ। त्यसमा चाहिँ हामीले आफ्नो जन्म मिति अथवा नागरिकता नम्बर जुन दुईटामध्ये एउटा जुनसुकै राखेर पनि हामीले यसलाई खोल्न सक्छौँ। मैले चाहिँ आफ्नो नागरिकता नम्बर राखेर ट्राई गर्छु है। नागरिकता नम्बर राखेपछि आई एम नट रोबोट भन्नेमा क्लिक गर्ने अनि सबमिटमा टिक लगाइदिने। त्यति गरेपछि अब यो हाम्रो यो मतदाताको विवरण हाम्रो फोटोसहितको विवरण खुल्छ क्या। यसमा हाम्रो सबै डिटेल यसमा हुन्छ। त्यस्तै हजुरहरू पनि आफ्नो खोलेर हेर्न सक्नुहुन्छ। लास्टमा यो प्रिन्ट भन्ने अप्सन छ नि ग्रिन कलरको, यसमा प्रिन्ट गरेर तपाईँले राखेर भोट हाल्ने दिन निर्वाचन क्षेत्रमा गएर भोट हाल्न सक्नुहुन्छ होइन। अथवा मैले चाहिँ यसलाई डाउनलोड पनि गरेँ कि, डाउनलोड पनि गर्न सकिन्छ। यो माथि कर्नरमा 3वटा बटन हुन्छ, 3वटा डट, त्यसमा गएर डाउनलोड गरेपछि यो डाउनलोड भएर पनि बस्छ। मैले चाहिँ डाउनलोड गरेर सेभ गरिरहेको छु। अब यही लिएर मैले निर्वाचनको दिनमा गएर भोट हाल्न सक्छु। हजुरहरूले पनि त्यसै गर्नु होला है। अनि त्यसपछि यसरी हामीले फागुन 21 गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा हामी सहभागी हुन सक्छौँ, हुन पनि पर्छ र हामीले सबैजनाले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्छ। अनि हजुरहरूले अब मेरो यो भिडियो पुरै हेरिसक्नु भएको छ भनेदेखि कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। त्यसपछि लाइक सेयर पनि गरिदिनु होला अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। हस् त, धन्यवाद।